हेलो गाइज, वेलकम ब्याक टु माई न्यू ब्लग। आई होप सबैजना सन्चै हुनुहुन्छ होला अनि म पनि एकदम सन्चै छु। अलराइट गाइज, यु क्यान सी है मैले चाहिँ फेरि टेम्पोररी ट्याटु हानेको छु बिकज आइएम सो इन्ट्रेस्टेड। मलाई त रियलवाला ट्याटु हान्न त मलाई डर आउँछ कसम भने। अब मेरो एजले पनि युज गर्न दिँदैन, प्लस मेरो एज भए पनि मलाई डर आउँछ। अब पछि हाल्यो भने चाहिँ त छुट्टै कुरा। अनि आज चाहिँ हामी कोरियन फुड ट्राई गर्न जाने भनेको। अलराइट गाइज, अनि तिमीहरू पनि त्यो क्याफेमा जान सक्छौ। अनि मैले त्यो सुरुमा फर्स्ट टाइम ट्राई गर्ने बेला इट वाज लाइक भेरी टाइप। फेरि अब ट्राई गरौँ। हेलो, फेरि ट्राई गर्न जान्छौँ। योपालि चाहिँ हाम्रो कजिनसँग जान्छौँ है। अलराइट, लेट्स से क्या बवाल देखेछ यार। जेनी 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 यो त फेरि आइहाल्छ कि आइहाल्छ है। के भन्छ यता मेरो हुडीमा लाउँछ, तेरो सबतिर लाउँछ। अलराइट, हामी गाइस अब चाहिँ हाम्रो पुगिसक्यो हाम्रो कजिन्सहरूको घर। यिनीहरू चाहिँ रेडी हुन अब लाउँछ, 20-30 मिनट लाउँछ। अनि त्यसपछि फेरि हामी जान्छौँ। अनि त्यहाँ पनि अब ढिलै नै लाउँछ होला। त्यहाँ पनि भवालै छ जिन्दगी भनौँ न है जिनीको त। यसलाई त फेरि होइन चाहिन्छ मासु बिना केही भातै खाँदैन थियो पहिला त। अनि त के छ भने थाहा छैन मलाई। तर पहिला ब्रुनो हुने बेलामा चाहिँ होइन के त्यो मासु बिना भातै खान्थेन है। अलराइट गाइस, अब हामी चाहिँ पुगिसक्यौँ है। अब हामी खान्छौँ। यहाँ कस्तो कस्तो रहेछ। योवाला त नमिठो हुन्छ है कसम। पहिला चाहिँ हामी आउँदा यहाँ झिङ्गा पर्थ्यो है गाइस। अहिले त झिङ्गा परेन, पर्दैन होला गेस। कस्तो लाग्यो टेस्ट? ड्याङ खाइ मन ट्राई हान्छु। वाह टिस्यु पेपर खाए। थम्बनेल बनाउने चक्करमा यस्तो बनाउनु फेरि लास्ट मेरो कपडा त ल ओके। छैन सक्दिनँ भयो त हेर्दिनँ। No, I don't want sugar. Let's try it. यो उस काटी छ अहिलेसम्म उस गर्न पऱ्यो नि त। मैले त सब खाइदिनु त त्यो चाइनिज फुड ट्राई गर्नु। योभन्दा कति बेला जस्तो 8 out of 10 कहिले ल ठिक छ। 5 रेट यिनीहरूको यस्तो हाम्रो चाहिँ 3x थियो। यस्तो छ हालत फेरि के मलाई त सबै राम्रो लाग्यो। त तैँले किन्ने हो र? अन्त नि पछि किन्छु। किन अब जे किने नि राम्रो हो यार। जतिदिनु पर्ने यो स्टारवाला पनि राम्रो हेर्न। वाउ, क्वालिटी त सक्छ।
फेरि 5 रुपियाँ खानालाई अनि कस्तो देखियो इयररिङ्स खतरा रहेछ 150 भनेको त 50 रहेछ के म त सक भएको थिएँ कि 150 भनेर मतलब 50 भनेर कस्तो लाग्यो त नि प्राइस सस्तै है यहाँ चाहिँ देखाएँ त मैले सो दिस इज नट माइन दिस इज फिस्टा राम्रो रहेछ एउटालाई 50 वर्थ त हो है तर जे भने हल्न त हल्नुहुन्छ नि म हल्दैछु यो बसेर प्याचक्क पर्दैन त बसेको थिएँ त्यहाँ हातले थिचिस होला हातले थितिसकेको हेर्न जुस्नु सक्ने यसको पछाडि म बसेको यो यस्तो थियो तेरो साइडमा थियो यो यस्तो थियो है मेरो साइडमा त म भगवान् कसम खाएन नि भन्छु यो त्यो तिमीहरूको साइडमा थियो यहाँ हाम्रो साइडमा थिएन के तैँले नि भगवान् कसम आयो त्यसले नि भगवान् कसम खा के हो यो यस्तो बाटो त के यो अघिबाट यस्तो साइड मैले यसरी अडिस्लाई उहाँ बसेको नि अनि खासको यता साइड सुन हैन यस्तै थियो यस्तै थियो अनि यस्तै उचालेर ल्याएको किन यस्तो गर्ने हो मैले यस्तै थियो भयो होइन त्यो झन् भयो कि झन् म यसरी तैँले नर्मल भनेको होइन अनि यसलाई भनेको मैले अनि भन्नु पर्दैन नि लौ लास्ट मैले के खाम अब खास गरी लास्ट छिटो देखियो यार मेरो भन है त्यहाँ लास्ट मैले अघि के सोचेको थिएँ यार Cheers, guys. गाइस चाबी झरेको क्या अनि ठ्याक्क मैले मेरो आएर यो साथीले हेरेँ चर्चिदिएको पहिलाको अनि आयो भनेको पछि ठ्याक्क अझ कस्तो इम्बेरेसिङ कि मैले भिडियो बनाएको थिएँ मेरो थोप्रा भयो भिडियो बनाएको थिएँ कि यसरी मैले लगाइज होइन हामी चाहिँ यहाँ हाम्रो कजिन सरको घर आएको अनि उनीहरू नले चाहिँ हामी फेरि अर्को बाटो गयौँ कि त्यहाँ भएर हामी खासमा अगाडि बाटो जाने भनेको गऱ्यो अब के हो कुरा तिनीहरू कहाँ गयो होला यस्तै हुन्छ कि घरि मेरो पाइटमा केही भयो अब यिनीहरू हामीले खोज्नै हिँड्यो होला भने के हामी के गर्ने हो र भन्न कि हामी तल जाने कि माथि जाने हो भन्न माथि जाने कि कहाँ ल गाइस अब हामी चाहिँ हाम्रो घर पुगिसक्यौँ अलराइट गाइस आजको लागि चाहिँ यति नै बाई बाई